बच्चाहरू हामी त कहाँ जाने बिजोग नगरोस् कि हामीलाई यति हो र हामी कहाँ जाने कहाँ बस्ने अहिले न त हामीलाई सरकारले त्यो 25,000 दिनुभयो 25,000को पनि एउटा केही छैन न बस्ने हिजोदेखि भात खानु पाएको छैन हामीसँग त छैन हुने त जान्छ नहुने कहाँ खाने हामी भन्नु कहाँ गएर एउटा पानी च्याग्दरी गएको त त्यो के हो हामीलाई यस्तो अवस्था किन गरेको हामीलाई न हाम्रो मेरो त न लोग्ने पनि गति त छैन सर यस्तो जारक्सी खाएर झगडा गरेर जहिले पनि जान्छ तिनवटा सानो सानो नानी छ कहाँ भनेर कोठा खोजिरहेको छ कोठा पनि कहीँ पनि दिएको छैन हामीलाई भनेर कोठा हामी बाजी भनेर कोठा पनि दिएको छैन अहिले एउटा एक कप एउटा पानी धरि किन्न खानलाई पनि पैसा भएको छैन यसरी सरकार यस्तो पानी चाहिँ भर्खर लिएर आएको रहेछ यो हामीलाई दिँदैन त्यो हामीलाई त्यो क्यान्टिन हामीलाई त्यहाँ उसैबाट रोपेको त्यो क्यान्टिन एउटा अब बसिराखेको थियो अब यहाँबाट पनि अब निकाल्ने जस्तो कुरा गर्न थाल्यो खाना पनि हिजोको बिहानको खाना खायौँ त्यस पछाडि केही खाएको पनि छैन अनि अब हामी यहाँबाट जानु पर्दाखेरि कहाँ गएर बस्ने त टेन्सन त्यो भयो बर्खाको टाइम छ हामीलाई बालेन सरकारले चाहिँ खोलाबाढीले के हामीलाई डिस्टर्ब भयो रे बगाउँला रे केही होला रे डुबाउँला रे भनेर हामीलाई राम्रो ठाउँमा ल्याएर राखिदिएको भन्नुभएको थियो अब यो बिल्डिङ पनि अब यहाँ बस्न पाउँदा त राम्रै थियो अब यहाँबाट जानु पर्दा त अब त्यो जुन चाहिँ सानो हाम्रो छाप्रो थियो त्यहाँ त्यो छाप्रो पनि घाम लाग्दा घाम नै छिर्थ्यो पानी आउँदा पानी नै छिर्थ्यो त्यस्तै छाप्रो पनि भेलले बाढीले बगाएर जस्तो गरेर पनि छाप्रो त थियो नि अब त्यो छाप्रो पनि भत्कियो अब हामी कहाँ जाने के खाने हिजो बिहानको खाना खायो त्यहाँबाट केही खाएको पनि छैन हामी कहाँ जाने भनेर बसिरहेको छु जाने ठाउँ पनि छैन जागिर छैन कोठा अब कोठा खोज्दाखेरि पनि अब एक बुढा नभएको केटी मान्छेहरूलाई त कोठा पनि नदिने रे अब घरबेटीले हामी जिम्मा लिन सक्दैनौँ त्यस्तोलाई कोठा दिन सक्दैनौँ भन्यो हामी नहुने चाहिँ के गर्नु कहाँ गर्नु छोराहरूको हात छ यही गर्नु सकेको छैन म रानीले के गर्नु म पनि 60% मेरो हजुर मेरो छोरा छ हात पिसिएको छ एउटा चाहिँ मेन्टल जस्तो छ अनि यो दुईवटा मसिनो बच्चा छन् श्रीमान हुनु छैन श्रीमान बितेको 12-15 वर्ष भइसक्यो अर्का घरमा भाँडा मोल्ने त्यही चिट देखाएर अनि हामीले भात खाइराखेको छ सबैभन्दा ठुलो चाहिँ हामीलाई नागरिकता दिलाउनु पऱ्यो अनि हाम्रो बसोबास हाम्रो छोराछोरीलाई बस्ने ठाउँ दिलाउनु पऱ्यो यति नै हो शीतलमा राखिदिनु होला म बसिरहेको मान्छे उठेर हिँड्न सक्नु भएन अनि यस्तो वृद्धलाई के गर्ने ल भन्नु त कति वर्ष भयो आमा 80 शीतलमा बस्नु सारा दिन लिएर आएर यहाँ राख्छु भनेको मान्छेले यहाँबाट चाहिँ कहाँ लाने त अब त्यसले कोही छैन मेरो बुढो बेचो छोरो बेचो नाति बेचो कोही छैन हेर्नु हिजो पनि पाल्ने म पानी त खाएको छैन हिजोदेखि सुन्नुभयो अब अरू यहाँ पहिलाको चाहिँ आउनेहरू चाहिँ बिस्तारै पैसा थाप्दै उता ब्याङ्कबाट पैसा दिँदै भाग गयो उनीहरू अहिले हामी चाहिँ पुरानो चाहिँ यहाँ पैसा पनि पाएको छैन केही पनि पाएको छैन अहिले यहाँ बसिरहेछ खानु पनि पाएको छैन अहिले हामीले यहाँको नेताहरूले किन यस्तो गरेको त्यसको लागि चाहिँ छ मैला प्रहरीहरूले नगरपालिकाले यसरी हातमा बाँधेर यस्तो गरेर सबै यस्तो गरेको स्थिति छैन यत्रो दिनसम्म म थापाथाली बस्तीको यो कपालमा यस्तो गरेर कति त्यसो नगर्नु अनि त्यस्तो गरेर अनि खुट्टामा उचालेर खुट्टाले घोटेको यस्ता छैन निको भएको छैन अनि मेरो नागरिकता यो केही पनि छैन अब सबैजना बाहिर जान्छन् पैसा पाउने म कहाँ जानु मैले 25,000 पैसा नि पाइनँ नागरिकता नभएर जुन दिनसम्म मलाई बाँस गाँस बनाएर लगेर राख्दैन तबसम्म म यहाँबाट जाँदैन
म यो गेटमा बरु म नाङ्गे सुत्दिन्छु हामी यसै बेजत भएको हामीलाई कसैले इज्जत दिएला कि भन्नुपर्छ होइन हाम्रो इज्जत छैन हामी मान्छे पनि होइन हामी कुकुर बराबर गरेर कन्टेनरमा ल्याएर राखेर फालिदिएर गएको यहाँ हामी आफै आएको होइन यहाँ हामीले त त्यो फोहोर उठाउने गाडीमा ल्याएर राखेर फालिदिएर गएको अनि अहिले यहाँ यो बालबच्चाहरू हिजो थाल ठटाइरहेको थियो यहाँ खान नपाएर 32जना बच्चाहरू छ यहाँ अनि त्यस्तो गरेर त्यो बच्चाहरूले 10 दिन स्कुल लगेर नाटक देखाएर बच्चाहरूको स्वास्थ्यमा खेलबाड गर्न पाइन्छ बच्चाहरूको शिक्षामा खेलबाड गर्न पाइन्छ हाम्रो स्वास्थ्यमा खेलबाड गर्न पाइन्छ तिनीहरूको आइफोन बोक्ने त्यहाँ आइफोन बाँड्ने तलब बढाउने कसको पैसाले तलब बढाएको त्यो हाम्रो थाप्लोमा ऋण बोकाएर तलब बढाएको हो त्यो हाम्रो थाप्लोमा भर्खर जन्मेको बच्चाले पनि ऋण बोकाएको छ यिनीहरूलाई अनि हामीले खेलबाड गर्न पाउँछ यहाँ खान नपाएर आज बिहान हिजोदेखि खाएको छैन हिजो बेलुका यति चिउरा यहाँ कलेज बिस्कुटको चिउरा बाँध्न ल्याएर त्यो खाएको त्यो मान्छेले आज पनि समातेर राखेको छ बाँध्न लगेर त्यो चिउरा खाएर सुतेको रातभरि मुख सुकेर पानी खानु छैन रातभरि खानु पाएन पानी खाएँ मैले अनि आज खानु अघि भोक लागेर ऊ त्यहाँ बच्चाहरूले कसलाई आरू टिपेको रहेछ त्यो आरू खाइदिए मलाई पेट दुख्या छ भोकमा माटो खाउँ कि ढुङ्गा खाउँ हामीलाई यतिसम्म गरेको छ तर म यहाँबाट भने नि म यहाँ नाङ्गै सुत्नु पऱ्यो भने सुत्दिन्छु तयार छु तर जानेवाला छैन हामीलाई जस्तो घर लाल पूर्जा दिन्छु भनेर हामीले भोट दिएर पठाएको थियो हामीलाई लाल पूर्जा कहाँ दिने हो कसरी दिने हो कत्रो दिने हो हामीलाई मतलब भएन हाम्रो बास बनाइदिनु पऱ्यो हाम्रो बनाइराखेको बास भस्काएको हो बास बनाइदिनु पऱ्यो अनि मात्रै हामी जान्छौँ त्यहाँ लगेर यहीँबाट फेरि गाडीमा हालेर लानु पऱ्यो जस्तो ल्याएको त्यस्तै गरी लानु पऱ्यो अनि मात्रै जान्छ म त मरे पनि जान्न यो सबै जाओस् म नाङ्गै होस् म एक्लै होस् म मरे पनि जान्न ल मेरो आमाको कसम खान्छु जान्न मैले कसम खाएँ कुन चाहिँले मलाई घिसार्न आउँछ पछार्न आउँछ त्यसको हात टोकेर हुन्छ कि चिठारेर हुन्छ कि खसी बनाइदिन्छु म तर जान्न म तपाईँ त सानो बच्चा लिएर बस्नु आएर हजुर कति महिनाको यो 5 महिनाको 5 महिनाको अनि अब के सोच बनाउनु भएको छ तपाईँले कहाँबाट अब आउनु भएको हामी बल्खुबाट आएको बल्खुबाटै अब जहाँ भन्छ हामी नानीको सत्सङ्ग गर्नुपर्ने होइन नकिन ढाक्नु होइन सत्सङ्ग गर्नुपर्ने सत्सङ्ग गरेन एकछिन गरेन भने मेरो छोरा मर्छ कि अस्ति मरिसकेको बच्चा यहीँनिर मरेको मेरो बच्चा निलो भइसकेको त्यो एकछिन सत्सङ्ग गरेन भने मेरो छोरा मर्छ त्यो सत्सङ्ग गर्ने मिसिन अब यहाँ संस्थाले दिनुभएको अनि उनीहरूलाई अब निस्किँदा त दिनु पर्यो अनि मेरो छोरालाई के गर्ने पैसा छैन हामीसँग खाने खर्च त छैन हामीसँग के गर्ने अब हामी कता जाने कोठा भाडा पनि दिँदैन मेरो बुढा जहाँ रक्सी खान्छ हिँड्छ कुटुलाई जस्तो गर्छ पैसा दिएन भने के गर्ने कहाँ जाने आफूलाई त कोठा पनि दिएन काम पनि छैन केही पनि छैन आफ्नो त के गर्ने कसो गर्ने मलाई गाह्रो भइसकेको छ अब 11 गते डेट दिएको छ मेरो छोराको 11 गते अपरेसन भएन भने म मर्छ छोरा पनि मर्छ म पनि मर्छ टिचिङ हो मेरो लास्टै गाह्रो भएको छ अनि यहाँबाट निस्किसकेपछि कहाँ कोठा खोजेर बस्ने सिलिन्डर पनि हराएको छ र मसाला सबै मेच चोरेर रहेछ के गर्ने कसो गर्ने 25,000 चाहिँ तपाईँले चाहिँ पाउनु मेरो केही भएको छैन मेरो केही मिलेकै छैन किन के 3 पुस्ते नमिलेको हाम्रो टोकन नम्बरै मिस्टेक दिएको छ ती सरकारले नै मिस्टेक दिएको हामीले त्यो लेख्ने मान्छेले नै मिस्टेक दिएर तैँले कसको चोरेर लेस पनि भने त्यही लेख्ने मान्छेले कसको चोरेर लेस भनेछ मलाई नै पहिला त बास बस्नु पर्ने होला अहिले तपाईँको छोराले त एउटा बास रुखमा लाउँछ भने त्यो बेलुका बास बस्न आउँछ भने हजुर मिडियाहरू हुनुहुन्छ बास बस्न त जानै हुन्छ नि